माटो प्राचीन कालदेखि खाना पकाउने, पानी भण्डारण गर्ने र सजावटको लागि प्रयोग गरिने परम्परागत भाँडो हो, जसले यसको क्षारीय प्रकृति ढिलो तताउने कारणले खानामा प्राकृतिक स्वाद प्रदान गर्दछ। त आउनुहोस् आज यस भिडियोमा हेरौँ यो माटाको बर्तनहरू कसरी बनिन्छ। माटाको बर्तन बनाउनको लागि यसको उपयोगी माटो ल्याउनु पर्ने हुन्छ, जुन कि त नदीमा अथवा नदी किनारमा धेर जस्तो पाइन्छ। अनि त्यो माटालाई घरमा ल्याए पछाडि त्यसलाई राम्रोसँगले मिक्स गरेर राख्नु पर्छ। अनि जरुरतको हिसाबले पानी मिसाएर त्यो माटालाई बर्तन बनाउनुको लागि सजिलो बनाउनु पर्छ। माटाको विभिन्न सामग्री बनाउनुको लागि एउटा घुम्ने चाकको जरुरत हुन्छ, जुन चाहिँ लोहाको हुनसक्छ अथवा काठको हुनसक्छ। र त्यो पानीलाई भिजेको गिलो माटोलाई त्यो घुम्ने चाकमाथि राखेर यसलाई जस्तो भनौँ त्यस्तै आकार दिन सकिन्छ। र यस्तै प्रक्रियाले कारिगरहरूले आफ्नो हातको कला प्रदर्शन गरेर विभिन्न खालका माटाका सामग्रीहरू बनाउने गर्छन् र हामीलाई राम्रोभन्दा राम्रो सामग्रीहरू हाम्रो घरसम्म पुर्याउने कोसिस गर्छन्। र उहाँहरूको लागि भए पनि एउटा लाइक र च्यानललाई सब्सक्राइब जरुर गरिदिनु।